चिया बनाउने तयारीमा छु। मैले गिलासमा हालेँ। यसरी यो अपराजिता फुलको चिया पनि तयार भयो है साथीहरू। अब यसरी निकाल्ने, यसलाई निकाल्ने, यो निकालिसकेँ मैले साथीहरू। अब मेरो चिया पनि रेडी भयो, तयार भयो है। अब यो चियालाई हेरेर लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। सानो मिनी भ्लगमा साथ सपोर्ट गर्दै जानुपर्छ साथीहरू सबै मिलेर। धन्यवाद। मेरो चिया तयार भयो, भइसक्यो, तयार भयो चिया। यो चिया चाहिँ स्वास्थ्यलाई धेरै नै राम्रो हुन्छ। मैले पनि 3-4 वर्ष भयो कन्टिन्यू पिउन थालेको यो चिया चाहिँ हो। त हजुरहरूले पनि खोजेर यो चिया चाहिँ पिउनु होला। अपराजिता फुल कहीँ खोजेर भेट्नु भयो भने ल्याएर रोपेर यो चिया चाहिँ पिउने गर्नुहोस्। बिहान जहिले पनि स्वास्थ्यलाई पनि राम्रो हुन्छ। यो भिडियो हेरेर सबै साथीहरूले लाइक, कमेन्ट, सब्सक्राइब मेरो सानो मिनी भ्लगलाई पनि माया गरिदिनु होला। हामी साथ सपोर्ट गर्दै जानु। आज मोमोको तयारी हो हाम्रोमा। यहाँ नानीहरूले मोमो खाने भनेर मोमोको तयारी हुँदैछ। यता चाहिँ यहाँ मोमोको लागि मैदा बुनेर ठिक तयारी हो हाम्रो हो। अब यहाँ आजको हाम्रो मोमो मोमो तयार भयो। 3 मक्टु चाहिँ 1 2 3 मक्टु मोमो तयार भयो। अब यसलाई हामीले लगेर पानी उम्लिँदैछ लगेर राख्ने। काली लगेर मोमो बसा त। मोमो पनि रेडी भइसक्यो हाम्रो। आजको मोमो नानीहरूले मोमो खाने अरे। पर्क मोमो हो हाम्रो। मोमो तयार भयो है साथीहरू। आज मोमो यहाँ हाम्रो मोमो। सस्टै जान्छ के मोमो त अहिले छैन किन भ्लग कसरी भेट्नु साथीहरू। यहाँ हामी चाहिँ है आज च्वाचेको मोमो बनाएर आज मिठो गरी खाँदैछौँ। यहाँ च्वाचेको मोमोमा चाहिँ लापा पर्न लागिसक्यो। कम्पिटिसन दाजुबहिनीको। यहाँ चाहिँ बिचरा च्वाचेको मोमो खै कता हो मिठो। कालो कालो हुँदो रहेछ।